वर्ष तथा संस्कारका दिनमा इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने क्रिया प्रचलित जात्रा हो। इन्द्र जात्रा काठमाडौँमा मनाइने जात्राहरूमध्येको एउटा रमाइलो र महत्त्वपूर्ण जात्रा पनि हो। यस जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताका पूजा आराधना गरी 8 दिनसम्म मनाइन्छ। व्रतबन्ध, शुभ विवाह वा राज्यारोहणको बेलामा र राज्याभिषेक जस्तो महान शुभ कार्यमा सर्वप्रथम अशोक विनायकलाई पूजा गरिन्छ। यसलाई राजगणेशको रूपमा मान्दै आइरहेको छ। यो कोजागत पूर्णिमाको भोलिपल्ट मनाइने जात्रा हो।
दुई सय वर्ष अघि काठमाडौँमा राजा प्रताप मल्लले राज्य गर्दथे। उनी ज्ञानी, गुणी र धर्मात्मा थिए। उनको समयमा एकपटक काठमाडौँमा विफरको महामारी फैलियो, जसकारण उनका कान्छा छोराको ज्यान गयो। राजा र रानी साह्रै दुखी र चिन्तित भए। राजाले त जसोतसो आफ्नो चित्त बुझाए, तर रानीले पनि बुझाउन सकिनन्। राजाले रानीलाई जन्मेपछि एक दिन सबैले मर्नुपर्छ, एक अर्कासँग छुट्टिनै पर्छ भन्दा समेत रानीको चित्त बुझेन। राजाले महारानीको चोट र पीडा बिर्साउन र उनको अनुहारमा हाँसो ल्याउनको निम्ति जसको घरका सदस्यहरू त्यस वर्ष गुमाएका छन् उनीहरूको नाममा गाईलाई सिँगारी आफू खुसी नाचगान ठट्यौली सहितको जात्रा ल्याउन आदेश दिए। साथै महारानीलाई हँसाउनेलाई राम्रो पुरस्कारको पनि व्यवस्था गरे। त्यसपछि प्रत्येक वर्ष गाई जात्रा मनाउन थालिएको हो।
थिमी लगायत भक्तपुर वरपरका पुराण कथा अनुसार बिस्का जात्राको आरम्भ 2 विशाल सर्पको वधसँग जोडिएको छ। नेवारी भाषामा यो जात्रालाई पहिला बिसायाको भनिन्थ्यो। वी भनेको सर्प, स्या भनेको मार्नु थियो। पछि बिस्तारै यसलाई बिस्का वा बिस्केट भनिने चलन चल्यो। राजा शिवदेव द्वितीयले ती 2 विशाल सर्पहरूलाई मारेर तिनको शरीर लामो बाँसको खम्बामा बाँधेर राखेका थिए र त्यस युगदेखि यस घटनालाई विजय र समृद्धिको प्रतीक मानियो र उत्सव मनाउने चलन चल्यो। यो जात्रा वैशाख अर्थात् नववर्षको अवसरमा मनाउने प्रचलन रहेको छ। Terima kasih.